हरे कृष्ण भक्तिलोकमा म सुचारु गोपी देवीदासी हजुरहरू सबैलाई स्वागत गर्दछु। आज हामीहरूको साथ छ श्री अम्बुज कृष्ण गौप्रभुजीको। हामीहरूको मनमा यस्तो लाग्छ कि कति मन्दिर गइसके, कति गणेश थान गइसके, के साँच्चीकै भगवान हुनुहुन्छ र? हुनुहुन्छ भने कहाँ हुनुहुन्छ? आकाशमा हुनुहुन्छ कि जमिनभित्र हुनुहुन्छ कि हृदयभित्र हुनुहुन्छ कि मूर्तिमा हुनुहुन्छ कि भगवान किन हामीसँग बोल्नुहुन्न? राइट? अम्बुज कृष्ण गौर प्रभुजीले हामीलाई यो कुरा बुझाउनुहुन्छ कि भगवानलाई कसरी हामी देख्न सक्छौँ। यसमा कति प्रकारहरू छन्, कति किसिमहरू छन् र फर्स्ट किसिम उहाँ हामीलाई बुझाउन जाँदै हुनुहुन्छ प्रत्यक्ष प्रमाण। प्रत्यक्ष प्रमाण मतलब सिइङ इज बिलिभिङ। जुन कुरा हामी देख्छौँ त्यही कुरा मात्रै हामी विश्वास गर्छौँ कि यो प्रोसेसबाट, यो प्रक्रियाबाट हामी भगवानको दर्शन गर्न सक्छौँ। लेट्स हियर फ्रम अम्बुज कृष्ण प्रभु। हरे कृष्ण। राम राम हरे राम हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 जोले हरे सबै बोलो ताली बजाओ। हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण हरे कृष्ण कृष्ण हरे 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 राम राम हरे हरे ताली ताली बोले हरे कृष्ण 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 हरे 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 राम राम हरे 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 कृष्ण हरे कृष्ण हरे हरे राम राम हरे 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 कृष्ण कृष्ण हरे हरे राम राम हरे हरे जयो राधा गोविंद हरे राधा गोविंद हरे राधे जय गौरानिताय 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 जय गौरानिताय हरि बोल हरि बोल हरि बोल निताय गौरा हरि बोल जय जय प्रभुपाद जय जय प्रभुपाद धन गौर प्रेमानंदे। हरे कृष्ण। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय।
हरे कृष्ण सबैलाई स्वागत छ। ओम अज्ञानातिमिरन्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयंरूपा कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरुस्यूतापदकमलं श्रीगुरुं वैष्णवं च श्रीरूपं साग्रजातं सागररघुनाथं वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्रीराधा कृष्णपदान् सागरललिता श्रीविशाखान्वितां सह। हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपीश गोपिकान्त राधाकान्त नमस्तुते। तप्त कंचन गौरंगी राधे वृन्दावनेश्वरी विश्वानुसुते देवी प्रणमामि हरिप्रिये। पंचकल्पतरुभ्यश्च कृपासिन्धुभ्य च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर शिवासादि गौरभक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरि ओम तत्सत्। सो स्वागत छ आजको क्लासमा सबैलाई। त हामी आज भागवत गीताको 4 अध्याय श्लोक नम्बर 34 बाट लिएको छौँ। तर यसको थप हामी अस्तिको भाग 1 सिद्धिको हामीको प्रोग्राममा थियो र भाग 2 बाट हामी आज सुरु गर्ने हुनाले यो श्लोकसँग पनि मिल्छ अलिकति र हामी त्यस सन्दर्भमै हामी आज अगाडि बढ्नेछौँ। त अगाडि हामीले सुनेका थियौँ कि मान्छेको जीवन मान्छे सबै खुसीको खोजीमा हुन्छ। तर अलिकति रिक्याप गरौँ अगाडिको एपिसोड भन्छ यसलाई, अलिकति अगाडिको भाग। हामी मनुष्यको जीवन अति नै दुर्लभ पनि छ। तर मनुष्य के गरिरहेको छ भनेपछि सुख खोजिरहेको छ। जहीँ पनि उसले यहाँ जान्छ त्यहाँ जान्छ, यो गर्छ त्यो गर्छ, खुसी खोजेको हुन्छ। तर रहे पनि जस्तै अवस्थामा पनि मान्छे खुसी कहिले पनि हुन सक्दैन। त हामी मौकामा धेरै मान्छेहरू आइराख्छन्, हामीले पनि यस्तो मान्छेहरू धेरै भेट्छौँ। गुरुजी यस्तो दुःख भयो उस्तो दुःख भयो, कसरी समाधान पाउने होला भनेर इत्यादि मान्छेको धेरै नै यस्तो चासो पनि बनिरहेको हुन्छ। मान्छेले यो खोज्दा गरेर पनि तर कहिले पनि खुसी पाएको हुँदैन। यसो गर्दाखेरि पनि पाएको हुँदैन, उसो गर्दाखेरि पनि पाएको हुँदैन। त हामीहरू जति नै हामीहरूको अहिले आविष्कार भए तापनि जन्म मृत्यु जरा व्याधि भन्छ। अङ्ग्रेजीमा भन्नुपर्दा बर्थ, ओल्ड एज, डिजिज अनि डेथ। यो 4 चिज जन्म मृत्यु जरा व्याधि, जन्म मृत्यु जरा व्याधि, यो 4 चिजलाई कसैले पनि रोक्न सक्दैन। जस्तो कि मान्छे जति नै अब विज्ञान जति नै प्रसिद्ध भए पनि सबैलाई थाहा छ कि कोही मान्छे वैज्ञानिक पनि मर्नुपर्छ, डक्टर पनि मर्नैपर्छ। तर डक्टरको काम उद्देश्य के हो त? डक्टरको काम भनेको मान्छेलाई नमार्नु कोसिस गर्छ उसले, तर आफू पनि मरिरहेको हुन्छ। त यस्तो हामी कोसिस गर्छौँ तर कहीँ पनि मान्छेहरू यो के अरे यो 4 चिजबाट छुटकारा पाउँदैन। मान्छेलाई जस्तै गरे पनि रोग लाग्छ, मतलब बुढो हुनु चाहँदैन कोही पनि, तर हुन्छ समयको साथसाथमा एक दिन यस्तो समय आउँछ कि मान्छे बुढो हुन्छ। त यसरी 4 चिज हामीले अस्ति कुरा गरेका थियौँ कि योबाट कसरी मुक्त हुने भनेर। त आजको हामी क्लासमा चाहिँ हामी के गर्छौँ भने यो ज्ञान प्राप्त गर्नको लागि 3 चिज चाहिन्छ। जस्तो कि ज्ञान हामीले ज्ञान प्राप्त गर्छौँ, जस्तो कि एउटा हुन्छ प्रत्यक्ष प्रमाण। प्रत्यक्ष प्रमाण भनेको जस्तो म जे देख्छु अनि विश्वास गर्छु। हामी प्रायः जस्तो सबै यही फिलोसफीमा चाहिँ हामीहरू अडिरहेका हुन्छौँ कि हामी जे देख्छौँ त्यही विश्वास गर्छौँ, हो कि होइन? जस्तो कि मान्छेले कहिलेकाहीँ भन्छन् म भगवान विश्वास गर्दिनँ, किनभने म देख्दिनँ, होइन? एकदम सजिलो छ यो भन्नुको लागि कि म जे देख्छु त्यो विश्वास गर्छु भनेर। हामी कहिलेकाहीँ भन्छौँ एकदम साइन्टिफिक, हामीलाई विज्ञान चाहिन्छ, विज्ञानबाट मात्रै हामीले बुझ्छौँ भनेर हामीले चाहिँ यसरी हामी फेरि विज्ञानलाई नै कुराहरू राख्छौँ कि विज्ञानले प्रुभ गरेको छैन त्यहीबाट विश्वास गर्दिनौँ, विज्ञानले प्रुभ गरेछ अनि हामी विश्वास गर्छौँ। त हामी विज्ञानलाई पनि अगाडि राख्छौँ। त यसरी, तर वास्तवमा के हो भनेदेखि बुझ्नुको लागि, शास्त्र बुझ्नुको लागि, यहाँ मतलब ज्ञान बुझ्नुको लागि 3 चिज चाहिन्छ। एउटा चाहिँ प्रत्यक्ष प्रमाण भन्छ, अर्को अनुमान भन्छ, अनि अर्को चाहिँ शब्द प्रमाण भन्छ। यो 3 चिजमा हामी एक गर्दै जाउँ कि एकमा चाहिँ के हो भनेदेखि प्रत्यक्ष प्रमाण।
प्रत्यक्ष प्रमाण म देख्छु अनि म विश्वास गर्छु, यसलाई प्रत्यक्ष भन्छ। त तपाईँ हेर्नुहोस् के हामीले सबै चिजहरू देखेको सही छ त? शिल प्रभुपादजी यही ज्ञान लिएर अमेरिकामा जानुभयो, भागवत गीता यथारूप लिएर 1965मा उहाँ अमेरिका जानुभएको थियो। त त्यो अमेरिकामा जाँदाखेरि त्यतिखेर पनि यस्तो थियो, अमेरिका भौतिकमा एकदमै अगाडि थियो। अहिले जुन हामीहरू अहिले नेपाल भन्छौँ, यो नेपाल अहिले के हो र? मतलब त्यतिखेर 50-60 वर्ष अगाडि पनि अमेरिका योभन्दा पनि धेरै प्रगति गरेको थियो। त्यो अवस्थामा यो भागवत गीता लिएर जानु अनि भागवत पुराण यस्तो शास्त्र लिएर गएर अमेरिकामा गएर प्रचार गर्नु भने त मतलब एकदमै यो विश्वासै नगर्ने कुरो हो। मतलब कसैले पनि विश्वासै गर्दैन। तर भइसक्यो, अहिले विदेशीहरू भक्तहरू भएका छन् र यसलाई स्वीकार पनि गरेका छन् यो भागवत गीतालाई। त कसरी भनेदेखि जब हामी प्रत्यक्ष भनेर भन्दैछौँ कि प्रत्यक्षमा हामी जे पनि देख्छौँ विश्वास मात्रै गर्छौँ भनेदेखि खास गरी बुद्धिमानी मान्छे यसमा विश्वास गर्दैनन्। त्यही भएर अमेरिकामा पनि धेरै बुद्धिमानी मान्छे थिए कि हामीले जे देख्छौँ त्यो विश्वास गर्छौँ के अरे गरिँदैन भनेर। जस्तो कि म उदाहरण दिन्छु, हामीले के हावा देख्छौँ? देखिन्छ? हावा देख्न सक्नुहुन्छ तपाईँहरूले? देख्न सक्दैन। हामीले हावा देखिँदैन, हामीले कति चिजहरू देखिँदैन, एब्स्ट्र्याक्ट पनि भनिन्छ। जस्तो कि एक्जाम्पल, तपाईँको बुद्धि देखाउनुहोस् त मलाई, होइन? अब तपाईँले अनि के मैले यस्तो भन्नुपर्ने कि तपाईँको बुद्धि रहेनछ भनेर? ए तपाईँको त बुद्धि नै रहेनछ भनेपछि त, यदि तपाईँसँग बुद्धि नै छैन, देखाउन सक्नु भएन भने म विश्वास गर्दिनँ भनेपछि तपाईँ बुद्धि नै भएन त्यसो भनेपछि। अनि भोलि न्युज पेपरमा पब्लिस गरिदिने तपाईँको बुद्धि छैन भनेर, या तपाईँको यहाँ टाँसिदिएर यसरी हिँड्ने बुद्धि छैन भनेर। सो यो कति चिजहरू देखाउनै सकिँदैन हामीले। अर्को त हेर्नुहोस्, यहाँ साइन्समा एउटा के भन्छ, त्यो लज अफ रिफ्र्याक्सन भन्छ कि तपाईँले एउटा लठी राख्नुहोस् पानीमा, सिसाको ग्लासमा, अनि तपाईँले के देख्नुहुन्छ? त्यसलाई बाङ्गो देख्नु हुँदैन, भाँचेको जस्तै देखिन्छ देख्दाखेरि। अब भले हामीले साइन्समा लज अफ रिफ्र्याक्सन भनेर बुझ्न सक्छौँ होला, हो कि न? लज अफ यो थ्योरीलाई के भन्छ? लज अफ रिफ्र्याक्सन त भन्छ। अनि के तपाईँ क्लास 2 बच्चालाई लिएर आउनुहोस्, क्लास 2 पढ्ने, उसलाई लज अफ रिफ्र्याक्सन केही थाहा छैन, उसले पनि बाङ्गेकै देख्छ। तपाईँ पढा लेखा मान्छेले पनि, लज अफ रिफ्र्याक्सन थाहा भएको मान्छेले पनि के देखिन्छ? तपाईँले पनि के देख्नुहुन्छ? तपाईँले पनि बाङ्गै देख्नुहुन्छ। त पढेको मान्छेले पनि बाङ्गै देख्यो, नपढेको मान्छेले पनि बाङ्गै देख्यो। देख्ने क्रम त पढेर रोकेन नि, रोकेन। सो यसरी म विश्वास गर्दिनँ यो त बाङ्गे रहेछ, म विश्वास गर्दिनँ, तर तपाईँ निकाल्नुहोस् फेरि सोझो हुन्छ। सो कहिलेकाहीँ म विश्वास गर्छु, म विश्वास गर्दिनँ, यो सबै चिजहरू यो हामीहरूको मनको खेल मात्रै हो। अहिले फेरि हामी आउँछौँ कि कसरी चाहिँ हामीहरूको यी इन्द्रियहरू पनि पूर्ण छैनन् भनेर। अब हेर्नुहोस्, हामी मिराज देख्छौँ, मिराज भनेको मेघतृष्ण भन्छ। मेघतृष्ण भनेको के हो? पानी हो कि होइन? पानी हो कि होइन? कहाँ पानी? बाटोमा पानी। तपाईँलाई त्यो के अरे डेजर्ट मरुभूमि जानु पर्दैन त्यो के अरे मेघतृष्ण हेर्नुको लागि। हामीले पढ्दाखेरि त मेघतृष्ण कहाँ हुन्छ भनिन्छ? मरुभूमिमा हुन्छ भन्छ। तर तपाईँ अहिले होइन, अब समरको टाइममा के अरे गर्मी महिनाको समयमा हामी यदि माइक्रोको अगाडि बसेका छौँ भनेदेखि अवश्य पनि हामीले आफ्नै बाटोमा पनि पानी देखिन्छ देखिँदैन? यसलाई मेघतृष्ण भन्छ। त हामीहरू साइन्सको द्वारा यसलाई एक्सप्लेन गर्न सकौँला, यो पनि लज अफ रिफ्र्याक्सन नै भनेर। तर के देख्ने क्रम त त्यही भयो नि फेरि। अब तपाईँलाई यति तिर्खा लागेको छ भनेदेखि तपाईँ जति नै पढ्नुहोस्, यो बुद्धिले काम गर्दैन, तपाईँ त्यही पानी खोज्दै जानुहुन्छ। तपाईँ मरुभूमिमा, यदि तपाईँ मरुभूमिमा हुनुहुन्छ अनि तपाईँ पुरा साइन्टिस्ट स्टुडेन्ट, पुरा एकदम साइन्स पढेको मान्छे, एकदमै धेरै पढालेखा गरेको मान्छे, तर तपाईँलाई तिर्खा लाग्यो अनि तपाईँले आँखाले हेर्नुभयो अनि मेघतृष्ण देख्नुभयो, तपाईँले के सोच्नुहुन्छ त्यतिखेर थाहा छ? तपाईँ एकचोटि पानी नै हो कि पढ्नु त पढेको त ठिकै छ र पनि एकचोटि खोजौँ न भनेर जानुहुन्छ। हो कि यो चाहिँ किनभनेदेखि तपाईँले पढ्दाखेरि त थ्योरिटिकल मात्रै भएको थियो, प्र्याक्टिकल त तपाईँले देख्नै भएको थिएन। अनि तपाईँ यस्तो विश्वास लाग्छ कि साँच्चै नै हो कि भनेपछि जे देख्छु तर हुँदैन त्यो। त्यही भएर जे देख्छु विश्वास गर्छु भन्ने कन्सेप्ट नै मिल्दैन। सो त्यही भएर यो प्रत्यक्ष प्रमाण भनेको खासै हामीले त्यति साह्रो यसलाई ज्ञान, योद्वारा ज्ञान प्राप्त हुन्छ भन्ने अलिकति मिल्दैन। एकछिन हामी यसको अझै विशेष यसलाई अझै मजाले हामी जाउँ कि हामी प्रत्यक्ष प्रमाण गर्नुको लागि हामीले जे देख्छौँ जे विश्वास गर्छौँ भन्नुको लागि तपाईँले जस्तो कि 4 चिज हामीहरूको इन्द्रियद्वारा हामीले ज्ञान लिएको हुन्छ। जस्तो कि आँखा हेर्ने भयो, कानले सुन्ने भयो,
टेस्ट जिब्रोले चाख्ने भयो, त्यसपछि हातले छुन्ने भयो। यो सबै चिजहरू तपाईँले यहाँबाट ज्ञान तपाईँले लिन सक्नुहुन्छ। उदाहरणमा यहाँ हेर्नुहोस्, जस्तो कि हामीले आँखाले हेर्छौँ, आँखाले हेर्दाखेरि हामी कति आँखालाई विश्वास गर्ने, यो जुन कन्सेप्ट छ म जे देख्छु विश्वास गर्छु भनेको, हेर्नुहोस् के विश्वास हुन्छ। लाइट छैन भने आँखाले के काम गर्छ? पुरा अन्धकार भयो अरे के काम गर्छ? के कामै गर्दैन, अन्धकार भयो भने। हेर्नुहोस् त, हामी कतै भ्रमण गर्छौँ आँखाको, तर अँध्यारो भयो भनेदेखि आँखाभन्दा के चाहिँ काम गर्छ? तपाईँ राति सुत्नुभएको छ, को ज्वरो आयो भनेपछि केबाट तपाईँले थाहा पाउनुहुन्छ? कानबाट। यता हेर्नुहोस्, हामीले त आँखामा एकदम विश्वास गरेको छ, तर कानले हामीलाई कति ज्ञान दिएको छ हेर्नुहोस् है त। यो आँखाले हो यसरी धेरै धोका पनि पाउँछ। आँखा धेरै धोका पाउँछ। तपाईँ यदि हरर फिल्म भन्छ नि, त्यो भूतको फिल्म, त्यो भूतको फिल्म हेर्नुभएको छ भनेदेखि तपाईँले त्यो भूतको फिल्म हेरेको दिनमा अलिक डर लागेको छ भनेदेखि तपाईँले जे चिजलाई पनि भूत देख्नुहुन्छ। याद गरेछ कि छैन? जे चिजलाई पनि भूत देख्नुहुन्छ, अलिकति यसो पात हल्यो भनेदेखि ओ यी भूत रहेछ भनेर लागिहाल्छ, हो कि होइन? सो यसलाई भ्रम पनि भनिन्छ भन्नु त। तर यसरी आँखाको धोका हुन्छ, मतलब आँखाले जे देख्छ त्यही सही हुँदैन। एउटा अप्टिकल इल्युजन भन्ने पनि तपाईँले पाउनुहुन्छ। यदि तपाईँले त्यो कम्प्युटरहरूतिर हुन्छ या गुगलमा तपाईँले गएर अप्टिकल इल्युजनहरू भन्ने हेर्नुहोस्, त्यो कस्तो कस्तो इल्युजनहरू हुन्छ कि तपाईँको आँखाले अर्को देख्छ र सत्यमा अर्कै हुन्छ। जस्तै प्यारल लाइन्सहरू मतलब इत्यादि तपाईँ चिज आँखाद्वारा तपाईँले छुट्याउनै सक्दैन कि के हो, राइट हो कि के हो भन्ने। सो त्यही यो त भयो, हामी आँखाको कुरा गर्दैछौँ। आँखा यदि तपाईँ त्यो डाँडा हेर्नुहुन्छ, डाँडा मात्र देख्नुहुन्छ, तपाईँले त्यो डाँडाको रुख पनि देख्नु हुँदैन, तपाईँले त्यहाँ डाँडाको चरा पनि देख्नु हुँदैन, त्यो रुखमा बसेको चरा पनि देख्नु हुँदैन, केही पनि देख्नु हुँदैन, डाँडा मात्रै देख्नुहुन्छ, रुख छैन त्यहाँ छ। त अब कुरा के आयो भनेदेखि यो आँखाले त्यति टाढा पनि देख्दैन, फेरि यही आँखाले आफ्नो परेला पनि देख्दैन। हेर्नुहोस् त, परेला देख्छ नजिकको, एकदमै नजिकको पनि देखेन, एकदमै टाढा पनि देखेन। देखेन, बिचको मात्र देख्छ, हो कि होइन? र हामीको वेभलेन्थ भन्छ नि, वेभलेन्थ साइन्समा पनि भनिन्छ 4000 आङ्स्ट्रोम टु 7000 आङ्स्ट्रोम यतिको वेभलेन्थ मात्रै देख्छ यो आँखाले। त्यसभन्दा अगाडि, त्यसभन्दा पछाडि नट लेस देन द्याट, नट मोर देन द्याट भन्छ। त्योभन्दा तल र माथि देख्दैन, बिचको मात्रै देख्छ। अब अर्को कुरा, कान हामी सुन्न त सुनिन्छ, तर कान 20 हर्ट्जदेखि 20 किलो हर्ट्ज मात्रै सुन्छ। मतलब 20 हर्ट्जदेखि कम पनि सुन्दैन र 20 हर्ट्ज किलो हर्ट्जदेखि माथि पनि सुनिँदैन। हामी बिचको पार्ट मात्रै सुन्छ भनेपछिदेखि अब यो पनि भयो एउटा। अर्को हेर्नुहोस्, हात टच, हातको छुनेको ज्ञान। तपाईँ छुनुहोस् पानी, रुम टेम्परेचरको यो अहिले जुन पानी हुन्छ अहिले राख्ने, अहिले त चिसै भइहाल्छ, अलिकति गर्मी महिनाको पानी होइन। तपाईँको यो हात यदि फ्रिजको पानीमा हात हाल्नुहोस्, एकछिन चिसो भयो भनेदेखि तपाईँले त्यो पानीलाई छुनुहोस्, त्यो पानी के हुन्छ? तातो हुन्छ है। तर फेरि तपाईँ हात एकछिन सेकाउनुहोस्, अनि यो तातो हातले फेरि त्यही पानीलाई छुनुहोस्, के हुन्छ? चिसो हुन्छ। त भनेपछि यो तातो हो कि चिसो भन्ने पनि तपाईँको हातमा भर पर्छ, हो कि होइन? तपाईँको हात तातो छ भने त्यो तातो चिसो भयो, तपाईँको हात चिसो छ भनेदेखि त्यो पानी तातो भयो। भनेपछि तपाईँले गोजीमा हालेर चाहिँ हात तातो बनाउनु भएको छ भनेदेखि अवश्य त्यो पानी चिसो हुने रहेछ। भनेपछि फेरि तपाईँको हात बाहिर छ, यताउता छ भनेदेखि अवश्य त्यो पानी फेरि तातो हुने रहेछ। भनेपछि तातो हो कि चिसो भन्ने तपाईँलाई ज्ञान हुनु अति गाह्रो भयो। डिसाइड गर्ने यो भन्नै मिल्दैन कि त्यो तातो छ कि चिसो छ भन्ने, हो कि होइन? मतलब हातको यस्तो होइन कि मतलब केही हामीलाई थाहा नै छैन भन्ने होइन, मतलब एक्ज्याक्टली जुन हुनुपर्ने हो त्यो चाहिँ हामीले प्राप्त गर्न सक्दैनौँ। तर अर्को छ, यो त अब इन्द्रियहरूबाट हामीको पर्फेक्ट छैन। अब जिब्रो टेस्ट, स्वाद, चिनी खानुहोस्, सुन्तला खानुहोस्, कस्तो हुन्छ? चिनी खानुहोस् अनि सुन्तला खानुहोस्, तितो अमिलो हुन्छ कि हुँदैन? खाएकै रहन्छ क्या तपाईँले त्यसरी? खानु पऱ्यो, एकचोटि ट्राई गर्नुहोस् घरमा। चिनी टन्नै खानुहोस्, सुन्तला खानुहोस्, त सुन्तला खल्लो हुन्छ, मिठै हुँदैन। तर तपाईँ त्यही सुन्तला फेरि आधी भाग राख्नुहोस् अनि कागती खानुहोस्, अनि कागती खाएपछि त्यही फेरि आधी सुन्तला खानुहोस्, कस्तो हुन्छ? गुलियो हुन्छ।
के अरे अमला खाएर चाहिँ पानी खानुहोस्, चिनी हाल्नै पर्दैन पानीमा, हो कि होइन? सो यस्तै कन्सेप्ट हो। त भन्नु खोजेको के भनेदेखि अब यो सुन्तला अमिलो छ कि यो खल्लो छ कि यो गुलियो छ भन्ने तपाईँको जिब्रोको स्वादमा भर पर्यो, राइट? तपाईँले अगाडि नै गुलियो खानुभएको छ भनेदेखि त्यो खल्लो भयो भनेपछि यसलाई पनि तपाईँले गुलियो हो कि होइन एक्ज्याक्टली भन्नै सक्दैन। त यो भयो हामीहरूको इन्द्रियद्वारा हामीले ज्ञान लिने कति ठिक छ। त्यस्तो खासै तपाईँले देख्नुभयो कि यसमा यो एउटा भयो, इन्द्रियको पार्ट मात्रै भयो। अर्को भनिन्छ कि हामी अर्को पनि सबै मनुष्य जन्मिनु साथमा यो 4वटा डिफेक्ट भन्छ यसलाई, अपूर्ण लिएर जन्मिएको हुन्छ। जस्तो कि यो त भयो एउटा इन्द्रिय पूर्ण रहेनछ, बुझ्नुभयो नि? अहिले सधैँ त तपाईँले सोच्नुहुन्थ्यो मेरो विचारमा, आजदेखि तपाईँले बुझ्नुहुन्छ कि मेरो विचारमा तपाईँले गर्नै हुँदैन। आजसम्म तपाईँ मेरो विचारमा होला भन्नुहुन्थ्यो होला, अब यो क्लास सिद्धिएपछि तपाईँको विचार जान्छ। अनि तयार हुनुहुन्छ? फेरि सबै विचार नै गयो भने के हुन्छ होला तपाईँसँग? राम राम
दर्शकवृन्द, श्री अम्बुज कृष्ण गौर प्रभुजी उहाँ साइन्स प्रोफेसर भएको नाताबाट इभन आध्यात्मिक विज्ञानलाई उहाँले साइन्टिफिक ढङ्गबाट खण्डन गर्दै जानुभएको छ। हजुरहरूको मनमा यदि केही प्रश्न भएमा यस ठेगानामा सम्पर्क राख्न सक्नुहुन्छ। एनी क्वेसन्स आर भेरी मच वेलकम। आजको लागि हरे कृष्ण भक्ति लोक युनिटलाई बिदा दिनुहोला। भोलि फेरि हामी यही समयमा प्रस्तुत हुनेछौँ। हेर्दै गर्नुहोला भक्ति दर्शन। हरे कृष्ण। Hare Krishna, Hare Krishna, Krishna Krishna